सबैजनालाई जय मसिह। नमस्कार साथीहरू, मैले यो एसेलुको भिडियो रुखमा छँदा नै बनाएको थिएँ। आज चाहिँ मैले यो टिपेरै ल्याएको छु। आउनुहोस् साथीहरू, म हजुरहरूलाई स्वागत गर्दछु। यति धेरै छ यो एसेलु, हेर्नुहोस् त। अनि कतिजनाले हेरिसक्नुभयो है यो भिडियो, नहेर्नुभएकोहरूले पनि हेरिदिनु होला। र सबैजनाले हेरिसक्नु भएपछि कमेन्ट, लाइक, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। र म हजुरहरूलाई स्वागत गर्दछु। हाम्रो यता अहिले आइसेल जम्मैले जङ्गलैभरि पाकेर बसेको छ। हेर्नु त यति धेरै छ, हामी सबैजनालाई पुग्छ, आउनु होला। र अब केही समयपछि हाम्रोतिर लिची र नास्पाती पाक्ने बेला पनि भइसकेको छ। म हजुरहरूलाई स्वागत गर्दछु। अहिले चाहिँ ऐसेलु र काफल चाहिँ मजाले पाकेको छ जङ्गलमा। अनि यता चाहिँ घुम्नलाई रमाइलो ठाउँ पनि छ। हाम्रोतिर एकदम रमाइलो ठाउँ, धेरैजना आउनुहुन्छ। आउनुहोस् है हजुरहरू पनि, आउनुहोस् है साथीहरू, सबैजनालाई म स्वागत गर्दछु है। यो जुटाउनु हुने परमेश्वरलाई पनि हृदयदेखि धन्यवाद। यो सृष्टि गर्नु हुने परमेश्वर, बनाउनु हुने मानिस जातिलाई, खानालाई जुटाउनु हुने र मानिस जातिकै लागि यो बनाउनु हुने परमेश्वरको लागि पनि हृदयदेखि धन्यवाद। र परमेश्वरको पनि महिमा प्रशंसा भएको छ है। हालेलुया। प्रभु येशू, तपाईँको स्तुति होस्।